हेलो एभ्रिवान, म अहिले झन्डा पार्कमा छु 14 नम्बर धरानमा। धरान 14 नम्बरको यहाँबाट चाहिँ बबाल दामी भ्यू देखिन्छ। तल पछाडि यस्तो बबाल धरानको भ्यू छ। कस्तो दामी देखेको। यो चाहिँ धरानको वान अफ द पपुलर ठाउँ हो। यो चाहिँ एउटा के भने यसलाई हिल दामी। अनि लाइक यहाँबाट तलतिर हेऱ्यो भने चाहिँ धरानको चाहिँ म्याक्सिमम ठाउँहरू देखिन्छ। अनि यो चाहिँ 14 नम्बर वडाले बनाएको रहेछ। यो चाहिँ साँच्चै भनेको अति बबाल युटिलाइज भएको हो क्या यो ठाउँ। अनि यसरी नै सधैँ युटिलाइज हरेक कुरामा त्यो भ्यू टावरहरू बनाउनु भन्दा चाहिँ यस्तो नेचुरल उसमा के अरे जग्गाहरूमा जसमा थोरै कस्टमा बबाल राम्रो बनिन्छ त्यस्तो खालको भयो भने चाहिँ होइन। अनि एउटा राम्रो पनि हुन्छ नि त। अनि यो चाहिँ लोकल टुरिस्टको लागि हो, यहाँ धरानकै लागि मात्र भए पनि अब हामी गर्मी भइरहेको हुन्छ नि त। गर्मी भएपछि चाहिँ अनि बबाल मजा हुन्छ यता तलतिर हेर्दै होइन। यहाँ घुम्नेहरू हुन्छ है। अनि यो बाटो यसरी यो निराजन बस्ती हो तलतिर। अनि यहाँबाट उता देख्छ है निराजन बस्ती। यता माथि पिण्डेश्वरी मन्दिर छ। एन्ड यस्तै हो। ल बाई, सी यु नेक्स्ट ब्लग।